फ्री फायर ब्यान गर्नुहोस् नेपालमा जो फ्री फायर छ त्यसलाई ब्यान गर्नु यो राइट डिसिसन हो। नेपाल सरकार राम्रो डिसिसन लिइरहेको छ फ्री फायर ब्यान गर्नुको लागि धेरै राम्रो कुरा हो। फ्री फायर ब्यान गर्नुहोस् किनकि एउटा बच्चाको त्यो फ्री फायर कारणले जान गएछ। धेरैजना भनिरहेको छ त्यो के भन्छ त्यसलाई इक्जामको कारण बच्चालाई जान्छ त इक्जाम किन नबन्द गर्न। इक्जामले हाम्रो जीवन चल्छ। इक्जाम दिएपछि हामी त्यो करियर हाम्रो बन्छ। फ्री फायर खेलेर हाम्रो करियर बन्नुवाला छैन। त्यसले धेरै टाइम पास पनि हुन्छ र टाइम पास हुँदा साथै साथै धेरै बच्चाको फोकस कम हुन्छ स्टडीमा फ्री फायर खेलेपछि। फ्री फायर ब्यान गर्ने राम्रो डिसिसन हो सरकारको। म सल्युट गर्छु त्यो सरकारलाई राम्रो डिसिसन हो। जसलाई आन्दोलन गर्नु छ आन्दोलन गर तर फ्री फायर ब्यान हुनुपर्छ। आन्दोलन केही हुँदैन गर तिमी आन्दोलन। एउटा बच्चाको जान गुमाएछ त्यसको आमाले के बित्दै होला तिमीहरूलाई थाहा छैन। फ्री फायर ब्यान गर्न राम्रो डिसिसन हो। मेरो कुरामा फ्री फायर ब्यान गर्नुपर्छ। तपाईँको विचारमा के छ कमेन्टमा भन्नुहोस्। मेरो विचारमा फ्री फायर प्योर ब्यान गरिदिनुहोस् सरकार। धन्यवाद।